वत्सल भगवान को जय हो। बाल मुकुंद भगवान को पुराण पुरुषोत्तम भगवान को जय हो। बस सज्जन हाम्रो देवसीको क्रम सम्पन्न भइसकेको छ। सबैजना स्वस्थ स्थानमा आसन ग्रहण गर्नुहुनेछ। अब हामी फेरि कथातिर नै अगाडि बढिरहेका छौँ। सबैजना आफ्नो आफ्नो स्थानमा शान्त भएर बस्नुहुनेछ। यता राजा बलिका जति पनि अनुयायीहरू छन् उनीहरूले मनाएको यो दिव्य चाड हामी पनि मनाइरहेका छौँ। आजसम्म हाम्रो पनि परम्परा चलिरहेको छ। यसरी यो परम्परा अनुसार जब भ्रातृ तृतीयाको दिन आयो, यस अवस्थामा यी सुन्दरी कन्याले राजा बलिलाई आज भाइ टीका लगाइदिन्। जब टीका लगाइन्, केही उपहार दिन्छु बहिनी, तिमी जे माग्छौ तिमीलाई त म त्यो उपहार प्रदान गर्नेछु भनेर जब बताउँदछन् बलि, यी कन्या बताइरहेकी छिन्, दाजु यदि हजुर मसँग खुसी हुनुहुन्छ, मलाई केही उपहार दिन चाहनुहुन्छ भने तपाईको द्वारमा जो द्वारपाले भएर बसेको छ त्यो व्यक्तिसँग मेरो बिहे गरिदिनुहोस्। यी कन्याले जब आफ्नो द्वारपालेसँग बिहे गर्ने इच्छा जाहेर गरिन्, राजा बलिले थाहा पाए यी कन्या त सामान्य होइन रहेछन्, यिनी त साक्षात् लक्ष्मी रहेछन्। आज मेरो सानिध्यतामा मलाई दाजु बनाएर आइन्, मेरो जीवन धन्य भयो। आज लक्ष्मी नारायण साक्षात् मेरो घरमा आउनु भएको छ। प्रसन्न भई हर्षको सीमा रहेन। आफ्ना बहिनी ज्वाइँ लक्ष्मी नारायण परब्रह्म परमात्माको आज यहाँ राजा बलिले विवाह सम्पन्न गरिदिनु भयो। यसरी भगवानले वामन स्वरूपलाई धारण गरेर राजा बलिलाई 3 पाउ पृथ्वीको माध्यमद्वारा सुतलोक पठाएको दिव्य प्रकरण बताउनुहुन्छ। अगाडि गएर मत्स्य अवतारको दिव्य प्रकरण यहाँ रहेको छ। मत्स्य अवतार समस्त पृथ्वीमा जलका कारणले गर्दा पृथ्वी लगभग डुब्न लागेको अवस्था हुनेछ। राजन, तपाईले त्यो नाउमा सप्तर्षिहरूलाई, गाईहरूलाई, औषधिका बीजहरूलाई, वेद आदि गरेका ग्रन्थहरूलाई आरूढ गराउनु र यो जुन प्रलयकालीन समय हो, प्रलयकालीन समयभरि म तपाईको माछाको स्वरूपलाई धारण गरेर आएर रक्षा गर्नेछु। नाउमा एउटा डोरी बाँध्नु, तपाईले समुद्रमा 2वटा सिङले युक्त भएको सुवर्णमय माछालाई देख्नुहुनेछ। त्यो माछालाई मेरो सिङमा त्यो डोरी ल्याएर बाँधिदिनु। यस अवस्थामा म माछो बनेर तपाईको रक्षा गर्नेछु भनेर राजालाई बताउनु भयो। माछोले राजालाई बताउनुभन्दा अगाडि अनेक प्रकारले मोहित गराउनुहुन्छ। स्नान गर्न गएको बेला अञ्जुलीमा जल उठाउँदा माछो आयो, त्यही छोडिदिनुहुन्छ। माछो बताउँदैछ, मलाई यहाँ ठुला ठुला जीवहरू छन्, यो समुद्रमा विनाश गर्दैछ, तसर्थ साथमा लिएर जानुहोस् भन्छ माछोले। कमण्डलुमा जल हालेर त्यो माछो ल्याउँछ। जब घरमा आइपुगेर हेर्दछन् कमण्डलु भरिको हुन्छ माछो। अनि माछो बताइरहेको छ, राजन म यो कमण्डलुमा अटाइरहेको छुइनँ, तसर्थ यो भन्दा अलिकति ठुलो ठाउँमा मलाई राखिदिनुहोस्। राजाले लगेर इनारमा माछो लगाए। इनारमा पनि एकाएक माछो भरियो। फेरि बताइरहेको छ, महाराज म यो इनारमा बस्न मलाई अप्ठ्यारो भइरहेको छ, अलिक ठुलो ठाउँमा राखिदिनुहोस्। जब एउटा पोखरी बनाएर पोखरीमा माछालाई लगाइदिए राजा फर्किन खोज्दैछ। माछो एकाएक पोखरी भरिको भयो अनि बताउँदैछ, राजा म यहाँ पनि अटाइरहेको छुइनँ, अलिक ठुलो ठाउँमा राखिदिनुहोस्। यसरी आफूलाई बारम्बार विपरीत स्वरूप धारण गरेर छक्क्याइरहेको माछोलाई राजा सोध्दछन्, तिमी को हो भनेर। माछो बताइरहेको छ, म नारायणको स्वरूप हुँ, प्रलयकालीन समयमा तपाईले रक्षा गर्नुपर्नेछ, तसर्थ तपाईलाई केही ज्ञान प्रदान गर्नका निमित्त आएको भनेर माछाले यसरी नाउ बनाउने वेद आदि गरेका ग्रन्थहरूको नाउमा आरूढ गराएर रक्षा गर्नेछु भनेर जब बताउनु भयो। नभन्दै 7 दिन पछाडि जब प्रलयकालीन समय आयो, डरलाग्दो पानी पर्न लाग्यो, पृथ्वी जलमग्न हुन लाग्यो।
नाउमा सप्तर्षिहरू, वेदादि ग्रन्थहरू, गोमाता अनि औषधिका बीज आदिहरूलाई नाउमा राखेर जब प्रस्थान गर्न लाग्नुभयो, यस अवस्थामा दुईवटा सिङले युक्त भएको पहिलो आकारको माछा, सुवर्णमय माछा जब आयो, नाउमा बाँधिएको डोरी माछाको सिङमा बाँध्नुभयो। तत्पश्चात जब त्यो माछाले प्रलयकालीन समयभरि त्यो नाउलाई धारण गरेर यत्र तत्र समुद्र गर्न लगाउनु भयो। फलस्वरूप जब यज्ञ पूर्ण भयो, यिनीबाट एउटी छोरीको जन्म भयो, जसलाई इला भनेर नाम राखियो। राजा अत्यन्त दुखी बन्न लागे। के कारणले गर्दा पुत्र प्राप्तिका निमित्त गरेको यज्ञबाट पुत्री जन्मिन्, कुलगुरुलाई सोध्दछ। राजाकी पत्नी श्रद्धाले बताउन लागिन्, पुत्रीको इच्छा मलाई थियो, त्यस कारणले गर्दा मैले यो कर्म गर्न लगाएँ। गुरु वशिष्ठको शरणमा परे राजा गएर प्रार्थना गरे। गुरु वशिष्ठले भगवान शङ्करको प्रार्थना गर्नुभयो। भगवान शङ्करले इला नाम गरेकी कन्यालाई पुत्रको रूपमा परिणत गरिदिनु भयो। अघि छोरी थिइन्, छोरा बनाइदिनु भयो। जब यिनी छोरा बने, यिनको नाम सुद्युम्न भनेर राखियो। सुद्युम्न एक दिन युवा अवस्थामा परिणत भए पश्चात शिकार खेल्नका निमित्त आफ्ना साथमा अनेकौं प्रकारका सैनिकहरूलाई लिएर जङ्गलमा प्रस्थान गर्नुभएको। जङ्गलमा जाँदा एकाएक सबैको लिङ्ग विपरीत भयो। पुत्र भएर गएका सुद्युम्न पुत्रीको रूपमा परिणत भए। जति पनि सैनिकहरू थिए सैनिका बने, घोडाहरू घोडी भए। जान्छु एकान्तमा भने एकान्ततिर प्रस्थान गरे र भगवानको दिव्य नामको चिन्तन गर्दै गर्दै परम पतिलाई प्राप्त गरे। जब सुद्युम्न गए, फेरि राजा सन्तानले रहित भएका समान भए। यस अवस्थामा पुत्रष्टि यज्ञ गरे। पुत्रष्टि यज्ञबाट एक 10जना पुत्रहरू भए। इक्ष्वाकु, मृग, सरियाती, दिष्ट, धृष्ट, करुष यी आदि गरेका सन्तानहरू जब प्राप्त भए, यसै अवस्थामा यी सन्तानहरूमध्येको जुन त्रिशद्र नाम गरेको पुत्र हो, यो त्रिशद्र पुत्रलाई कुलगुरु वशिष्ठले आफ्नो गाईहरूको रक्षार्थ गाईको गोठमा लगेर राखिदिनु भयो। त्रिशद्रले गौ सेवा गरेर बसेका छन्। एक दिन अँध्यारो रात्रिको समय छ, औँसीको रात, त्यसै पनि अँध्यारो छ। डरलाग्दो पानी पर्न लाग्यो। गड्याङ गुडुङ गरिरहेको छ, चट्याङ परिरहेको छ, बिजुली चम्किरहेको छ। यसै अवस्थामा एउटा बाघले आएर गाईको गोठमा गाईलाई आक्रमण गर्न लाग्यो। गाईहरू ढुवाँ गर्दै कराउन लागे। समयमा हातमा तरबार बोकेर गाईको ग्वालीतिर गए। गाईको गोठमा गएर हेर्दछन्, बिजुली चम्केको बेला हेर्दा एउटा बाघले गाईलाई आक्रमण गर्दै गरेको दृश्य देखे। अन्धाधुन्ध तरबार चलाए बाघ मार्नका निमित्त। जब बाघ मर्यो होला भने गएर सुते। भोलिपल्ट बिहान उठेर हेर्दछ, बाघ त त्यहाँबाट भागेर गएछ। तर उनले अँध्यारोमा चलाएको तरबारद्वारा एउटा गाईको विवत्स गर्नेवाला व्यक्ति नरकमा प्रवेश गर्नु पर्दछ र त्यो खानेवाला ब्राह्मण गाउँको सुँगुर भएर जन्मिनु पर्दछ भनेर बताएछ। धूम्रपानरतं विप्रम दानं कुर्वन्ति नराः दातारो नरगम्यान्ति ब्राह्मणो ग्रामसूकरः। दिनेवाला व्यक्ति नरकगामी बन्दछ, दान गर्नेवाला, र ब्राह्मण चाहिँ गाउँको सुँगुर भएर जन्मिनु पर्दछ भनेर बताइन्छ। त्यस कारणले गर्दा यो तमाल पत्रको उत्पत्ति यसरी भएको बताउनुहुन्छ। पुच्छाद गोभी बबुव, जहाँ गाईको पुच्छर काटिएको थियो, गाईको पुच्छर काटिएको ठाउँबाट बगेको रगतबाट एउटा जो रातो खालको कोपी हुन्छ, जो बन्द कोपी जस्तै हुन्छ रातो, त्यो कोपीको उत्पत्ति भयो। त्यो पनि नखानु, गौ हत्याको दोष लाग्छ भनेर बताइन्छ। तत्पश्चात जति पनि गाईका रगतका छिटाहरू झरेका थिए, ती रगतका छिटाबाट मुसुरीको दाल उत्पत्ति भयो भनेर बताइन्छ। त्यसैले मुसुरीको दाल खाँदा गौ हत्या गरेको दोष लाग्दछ। त्यसैले त हाम्रा पूर्वजहरू, पितामह आदिहरू मुसुरो खान हुँदैन है भन्ने गर्नुहुन्थ्यो। गौ हत्या लाग्छ, गौ हत्याको दोष लाग्छ भनेर। यसरी जब गौ सुकन्या नाम गरेकी कन्याको
महर्षि च्यवनका साथमा विवाह गरिदिएर आउनुभयो। समय व्यतीत हुँदै गयो। महर्षि च्यवनकैले यति दिव्य सेवा गरी ऋषि अत्यन्त खुसी हुन लाग्नुभयो। सुन्दर सरोवर तयार गर्नुभयो। त्यो सरोवरमा जब दुवै दम्पतिले स्नानादि कर्म गर्नुभयो, तत्पश्चात अश्विनी कुमारहरू र महर्षि च्यवनको एउटै स्वरूप भयो। तीनैजना एकैचोटि प्रादुर्भाव हुनुभयो र बताइरहनु भएको छ, यी तीनजना मध्येमा एकजना तिम्रो पति हो, तिमीले आफ्नो पतिलाई चिनेर लिएर जाऊ भनेर जब यहाँ बताइयो, यस अवस्थामा देवी सुकन्या प्रार्थना गर्दै हुनुहुन्छ, विनाश गर्छन्। यस्तो प्रकारको अवस्था छैन। यिनी सधैँभरि एकादशीको व्रतको पालना गर्दछ। एकादशीको व्रत प्रत्येक मानवले लिनुपर्दछ भनेर बताएछ। एकादशीका दिन अन्नमा पाप बसेको हुन्छ, त्यसैले अन्न नखानु भनेर बताएछ। तसर्थ प्रत्येक व्यक्तिले एकादशीको व्रतको पालना गर्ने यो शास्त्रीय नियम रहेको छ। एकादशीको व्रत लिँदा कहिले लिने यो विषयलाई यसो हेर्दाखेरि पात्रोमा प्रदोष व्रत भनेर लेखिदिएको हुन्छ। हामीले यसो पात्रोमा हेर्यौँ भने त्यो दिनलाई हेर्दा जहाँ प्रदोष व्रत लेखेको हुन्छ, प्रदोष व्रतको अघिल्लो दिन एकादशीको व्रत लिनु पर्दछ। कहिलेकाहीँ 2 दिन एकादशी परेको हुन्छ है, काहीँ स्मार्ता नाम लेखेको हुन्छ, काहीँ वैष्णवा नाम लेखेको हुन्छ। अनि व्रत चाहिँ के का आधारमा लिने त भन्दा प्रदोष व्रतको अघिल्लो दिनलाई एकादशीको व्रत लिने, यो सबैभन्दा सजिलो उपाय। यदि घडीपला हेर्न जान्दछ भने एकादशीको व्रत लिँदा 47 घडीसम्मको भए त्यो दिन लिने। यदि 47 घडीभन्दा पनि बढी भए भोलिपल्ट अघिल्लो दिन लिनु पर्दछ भनेर यसरी बताइन्छ। त्यस कारणले गर्दा यी राजा एकादशीको व्रतको पालना गर्दछ। एकादशी भनेको के हो विचार गरौँ त। एकादशी भनेको हाम्रा पञ्च ज्ञानेन्द्रिय, पञ्च कर्मेन्द्रिय अनि एउटा मन गरेर जम्मा 11वटा चिजहरू हाम्रा साथमा रहेका छन्। यी ज्ञानेन्द्रिय, कर्मेन्द्रिय र मनलाई भगवानको सानिध्यतामा लगेर राख्नलाई नै एकादशीको व्रत भनेर बताइन्छ। व्रतलाई उपवास पनि भनिन्छ। उप भनेको भगवानको सानिध्यतामा, वास भनेको रहनु, बस्नुलाई उपवास भनेर बताइन्छ। अर्थात् हाम्रो आँखाले भगवानको दर्शन गर्नु पर्यो, हाम्रा जिब्राले भगवानको नामको उच्चारण गर्नु पर्यो, कानले भगवानका दिव्य सत्कथालाई श्रवण गर्नु पर्यो, भगवानका निमित्त समस्त इन्द्रिय र मन लगाउनु पर्यो। यसलाई एकादशी भनेर बताइन्छ। त्यसैले यिनी एकादशी व्रतको सधैँभरि पालना गर्छ। हामी चाहिँ के गर्छौँ विचार गरौँ त। भोलि एकादशी छ है भन्यो भने आजैबाट भोलिको लागि फलार तयार गर्छौँ नि। फलार तयार गरियो आजै, भोलि एकादशी छ। अनि अरू बेला त 10 नबजिन्जेलसम्म भोक लाग्दैन। व्रतको दिन चाहिँ बिहानै ओछ्यामै भोक लाग्छ होइन, हामीले विचार गरौँ। अनि बिहानै उठ्यो, स्नानादि कर्म गर्यो, जसो तसो गरेर तत्पश्चात एक काइयो कोला र 1 गिलास दुध पियो। अनि ड्याउ ड्याउ गर्दै आज चाहिँ मेरो व्रत छ है, कसैले काम नराख्नु भनौँ बस। यसरी व्रत हुन्छ विचार गरौँ। एकादशीको व्रत हाम्रा पञ्च ज्ञानेन्द्रिय, पञ्च कर्मेन्द्रिय र मनलाई भगवानको सेवामा लगाउने जुन विधि हो, यसलाई एकादशीको व्रत भनेर बताइन्छ। आज मैले व्रत लिएको छु त्यसैले काम गर्दिनँ केही पनि भन्यो, अनि मोबाइलमा सिरियल खोलेर भुन्टी कि पुन्टी हेर्न थालेपछि साँझ परेको थाहा नपाउने गरी बस्यो होइन, विचार गरौँ। त्यस कारणले गर्दा व्रतका दिन हाम्रा आँखाले भगवानको दर्शन गर्नु पर्यो, हाम्रा कानले भगवानका कथा सुन्नु पर्यो, हाम्रो जिब्रोले भगवानको नामको संकीर्तन गर्नु पर्यो, हाम्रो नाकले भगवानमा अर्पण गरेका ती दिव्य पुष्पादिको सुगन्धलाई ग्रहण गर्नु पर्यो। अनि नै एकादशी हुन्छ। एकादशीको व्रत लिएको छ। पल्लो घरको छिमेकीसँग पनि बाँच्न भ्याकै छ, सासूसँग पनि भ्याकै छ, पतिसँग पनि भ्याकै छ, पतिले पत्नीसँग पनि त्यही दिन हो भने झगडा गर्ने, आखिरमा काममा जानु पर्दैन, व्रत लिएको छ भन्यो भने त्यही दिन महिना दिनभरिको सबै कुरा निकाल्ने दिन हुन्छ। त्यस कारणले गर्दा यसरी एकादशी हुँदैन भनेर बताइन्छ। राजा प्रियव्रत, यी जुन राजा अम्बरीश, यिनीहरू एकादशीको व्रत गर्ने मध्येमा पर्दछ। अम्बरीशको एकादशीको व्रत उद्यापन गर्न लाग्ने बेला भइरहेको थियो।
एकादशी भरि व्रत बसेर द्वादशीको तिथि रहँदैमा व्रतको पारायण गर्न पर्दछ। नत्र एकादशी पनि व्रत बस्यो द्वादशी पनि व्रत बस्यो भने त्यो व्रत निष्फल हुन्छ भनेर बताइन्छ। त्यस कारणले गर्दा द्वादशीका दिन व्रतको उद्यापन गर्न पर्दछ। आज द्वादशी तिथिको दिन छ। एकादशी दिनभरि व्रत बसेका ए राजा अम्बरीश द्वादशी तिथिका दिन व्रतको पारायण गर्न लागिरहेका छन्, उद्यापन गर्न लागिरहेका छन्। यसै अवस्थामा दुर्वासा नाम गरेका ऋषि 60,000 शिष्यका साथमा आएछन्। बताउँदैछन्, राजन, हामी धेरै लामो समयबाट तपस्या गरेर आएका, हामीलाई भोक लागिरहेको छ, तिमी भोजनको बन्दोबस्त गर। ऋषि दुर्वासाले बताए, हुन्छ गुरुदेव, म हजुरलाई भोजन अवश्य पनि हजुरका शिष्यका साथमा ग्रहण गराउनेछु। राजा अम्बरीशले बताए। दुर्वासा गए यमुना नदीतिर। हामीले स्नान गरेको छैन, स्नानादि कर्म गर्छौं अनि सन्ध्या वन्दनादि कर्म गरेर भोजनका निमित्त आउनेछौं, तयार गर्दै गर्नु भने यमुनातिर प्रस्थान गर्न लाग्यो। यतापट्टि जब भोजन पाकहरू सबै निर्माण भयो, जब दुर्वासा ऋषि आउनुहुनेछ, भोजन ग्रहण गराउनेछु, कृत्या पठाइदिए दुर्वासाले। कृत्या गइन आक्रमण गर्न। भगवानको सुदर्शन चक्र सानिध्यतामा थियो। कृत्यालाई विनाश गरेर सुदर्शनले आज ऋषि दुर्वासालाई खेद्न लाग्यो। ऋषि अघि अघि भाग्दै 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 गए। जतै गए पनि कसैले यिनको रक्षा गरेर अन्तिममा भगवानले बताउनु भयो, तिमीले जसको अपमान गर्यौ त्यही भएका ठाउँमा गएर क्षमा याचना गर, अवश्य पनि तिम्रो रक्षा हुनेछ। ऋषि दुर्वासा कुद्दै कुद्दै फेरि आएर प्रार्थना गर्न लागे, हे भगवान, हे राजन, आज म 1 वर्षसम्म लामो समय अगाडिबाट भागिरहेको छु। तपाईको रक्षाका निमित्त आएको यो चक्रले मलाई मार्न लाग्दैछ, रक्षा गर्नुहोस् राजन। यिनै अम्बरीश राजाको शरणमा परे। राजा अम्बरीशले भगवान सुदर्शनको दिव्य प्रार्थना गरे, हे भगवान, तपाईँ अग्नि हुनुहुन्छ, सूर्य हुनुहुन्छ, चन्द्रमा हुनुहुन्छ, ज्योतिहरूको ज्योति पनि हजुर हुनुहुन्छ। मैले यदि जीवनमा कुनै प्रकारको सत्कर्म सद्धर्म गरेको छु भने त्यो मेरो सत्कर्म सद्धर्म दाउमा लगाउँदैछु। दुर्वासालाई छाडिदिनुहोस् भने यिनले दुर्वासाको रक्षाका निमित्त आफूले जीवनभरि गरेको व्रतको फल यिनले दाउमा लगाए। जब चक्र शान्त भए, यस अवस्थामा दुर्वासालाई बताइरहेका छन्, हे ऋषीश्वर, आउनुहोस्, आएर भोजन ग्रहण गर्नुहोस्। दुर्वासा बताइरहनु भएको छ, मैले भगवान अनन्तका दासहरूको स्वभावलाई आजदेखि 1 वर्षसम्म दुर्वासा आउनेछन्, भोजन गर्नेछन् अनि मात्र म भोजन गर्नेछु भनेर राजा अम्बरीश जहाँको त्यहीँ उभिरहेका यो दिव्य प्रकरण बताउनुहुन्छ। अगाडि गएर इच्छाको वंशमा मान्धाता सौभरी ऋषिको कथा, हरिश्चन्द्रको दिव्य प्रकरण, दुःखदायी कथा रहेको छ। सगरको चरित्र, सगरका 60,000 शिष्यहरूलाई गंगा पुत्रहरूको गंगा जलद्वारा मुक्ति गरेको प्रकरण। यसदेखि अगाडि गएर इक्ष्वाकु वंशका राजाहरूको वर्णन गरेर श्रवण गराउनुहुन्छ। तत्पश्चात जति पनि चन्द्र वंशमा रहेका राजाको वर्णन गर्नुहुन्छ। चन्द्रमाबाट तारा, ताराबाट बुध, बुधबाट इला, बुध र इलाबाट पुरुरवा, पुरुरवाबाट उर्वशी, पुरुरवा र उर्वशीबाट अग्नित्रयीको उत्पत्ति भएको दिव्य प्रकरण बताउनुहुन्छ। अगाडि गएर ऋचिक र सत्यवतीबाट जमदग्नि, ऋचिक र सत्यवतीका पुत्र जमदग्निले रेणुकासँग विवाह गरेर परशुरामको उत्पत्ति गराए। परशुरामले 21 वर्षसम्म पृथ्वीको भ्रमण गरेर दुष्ट क्षत्रियहरूको विनाश गरेको प्रकरण बताउनुहुन्छ। अगाडि चन्द्रवृद्ध रजी आदि गरेका राजाहरूको कथा श्रवण गराउनुहुन्छ। ययातिको चरित्र, ययातिले माछाको समागमलाई देखेर गृहत्याग गरेको दिव्य प्रकरणलाई बताउनुहुन्छ। गुरुको वंशमा राजा दुष्यन्त र भरतको दिव्य चरित्रलाई श्रवण गराउँदै अगाडि बढाउनुहुन्छ। यसदेखि अगाडि गएर कौरव वंशीय जति पनि राजा महाराजाहरू छन्, पाञ्चाल देश र कौरव देश, मगध देशीय राजाहरूको वर्णन गर्नुहुन्छ। सत्यवती र पराशरबाट वेदव्यास, सत्यवती र सन्तनुबाट विचित्रवीर्य, वेदव्यासका भाइ विचित्रवीर्यले अम्बिका र अम्बालिकासँग विवाह गरे, जसको सन्तान नभइकन मृत्यु भएका कारणले गर्दा आज गएर यिनै वेदव्यासबाट अम्बिका र अम्बालिकाको सन्तान प्राप्त भएको प्रकरण बताउनुहुन्छ। जहाँबाट धृतराष्ट्र, पाण्डु र
दासी र वेदव्यासबाट विदुरको उत्पत्ति भएको कथा बताउनुहुन्छ। धृतराष्ट्र र गान्धारीबाट दुर्योधन आदि गरेका 100 भाइ छोराहरू दुस्सला नाम गरेकी एउटी छोरीको जन्म भएको कथा बताउनुहुन्छ। पाण्डुले कुन्ती र मातृका साथ विवाह गरे, यिनलाई श्राप पर्यो। तत्पश्चात सन्तान भएन। सन्तान नभएका कारणले गर्दा कुन्ती र धर्मराजबाट युधिष्ठिरको जन्म भयो। कुन्ती र वायुबाट भीमसेनको जन्म भयो। कुन्ती र इन्द्रबाट अर्जुनको जन्म भयो। माद्री र अश्विनी कुमारहरूबाट नकुल र सहदेवको जन्म भयो। यिनीहरूलाई नै 5 पाण्डव भनेर बताइन्छ। 5 पाण्डवहरू 2वटी आमाका सन्तानहरू र 5वटा पिताका सन्तानहरू भएको यो दिव्य प्रकरण बताउनुहुन्छ। अगाडि ययातिले देवयानीसँग विवाह गर्नुभयो, जसबाट यदु नाम गरेका पुत्र प्राप्त भए। यदुका वंशमा अगाडि गएर मधु नाम गरेका व्यक्ति भए, जसमा देवकी सबैभन्दा कान्छी थिइन् भनेर बताइन्छ। देवकका भाइ उग्रसेनका 9 भाइ छोराहरू कंसा आदि गरेका 9 भाइ छोराहरू भए। कंसावती आदि गरेकी 5वटी छोरीहरू भए। ययाति देवकीका साथमा विवाह गर्नुभयो। देवकी र वसुदेवबाट 8वटा सन्तानहरू प्राप्त भए। 6वटा सन्तानहरूलाई दुष्ट कंसले विनाश गरिदिए। 7औं सन्तान रोहिणीको गर्भमा स्थापित गराइयो। 8औं सन्तानका रूपमा परब्रह्म परमात्मा भगवान श्रीकृष्ण आउनुभयो र परब्रह्म परमात्मा श्रीकृष्ण राजा कंसको कारागारभित्र देवकी र वसुदेवको पुत्र भएर आउनुभयो। 10औं स्कन्धमा जम्मा 90वटा अध्यायहरू रहेका छन्। यी अध्यायहरूलाई 2 भागमा विभक्त गरिएको छ। प्रथम अध्यायबाट 49 अध्यायसम्मको क्रमलाई 10औं